साथीहरू यहाँ हेर्नुहोस् यी पुराना मोबाइलहरू यो मोबाइल मैले अहिले 5औं पटक बनाउँदैछु यानी कि यो मोबाइल 12,000 पर आउँथ्यो पहिला हैन नयाँमा तर यो मोबाइल 5औं पटक बनाउँदाखेरि यसले लगभग 12,000 रुपैयाँ नै यसले चाहिँ खर्च गराएको छ यानी कि डिस्प्ले जान्छ फेरि फेर्ने डिस्प्ले जान्छ फेरि फेर्ने गाउराको मोल गाउरैले खायो भन्छ नि गाउँघरतिर हो त्यस्तै 12,000 को मोबाइलले 12-13,000 खर्च गराइसक्यो यानी कि 24,000 पर्न गयो। मैले कस्टमरलाई भन्छु यो पुरानो फोन नबनाउनुस् यो फोन दिएर अर्को फोन एक्सचेन्ज गरेर लैजानुस् सजिलो पनि हुने राम्रो पनि हुने खर्च पनि कम हुने भनेर चाहिँ मैले कस्टमरलाई भन्दा उहाँले के भन्नुहुन्छ यो भित्र डाटा छ मैले बनाउनै पर्ने हुन्छ डाटा निकाल्छु भनेर बनाउनुहुन्छ फेरि बनाएर दिइसकेपछि निकाल्नै बिर्सिनुहुन्छ डिस्प्ले नचल्ने के अरे नजानिन्जेलसम्म अनि डिस्प्ले जान्छ अनि फेरि डाटा छ भने फेरि बनाउन ल्याउनुहुन्छ 12,000 को मोबाइलले 15,000 20,000 खर्च गराउन सक्छ। अब तपाईलाई मैले के सुझाव दिन्छु भन्दा यस्ता पुराना फोनहरू छन् नि जुन पहिलाका मोडलहरू 12-13,000 नयाँ पर्ने फोनहरू यस्ता फोन नबनाउनुस् के कामै छैन यस्ता फोन बनाएर यी फोनलाई दिनुहोस् हैन यहाँ हाम्रो मोबाइल पसलमा ल्याउन सक्नुहुन्छ पुराना फोन दिने पुराना फोनलाई चाहिँ एक्सचेन्ज गरेर नयाँ फोन लैजाने यस्तो गर्दा के हुन्छ तपाईलाई फोन पनि नयाँ पाउनु भयो नयाँ मोडलको भनौं न अलि अपडेटेड मोडल अनि यस्ता पुराना फोनमा खर्च गर्ने डिस्प्ले हाल्ने त्यहाँ हाल्दाखेरि टिकाउ त्यति हुँदैन जस्तो लाग्छ मेरो विचारमा है। त्यसकारणले तपाईहरुसँग यस्ता पुराना फोनहरू फालिएका थुप्रिएका हैन बिग्रेका फोनहरू छन् भने लिएर आउनु होला नबनाउनु होला हामीलाई बेच्न सक्नुहुन्छ पैसा राम्रै पर्ने हुन्छ यी फोनहरू दिने अनि तपाईले चाहिँ नयाँ फोनलाई एक्सचेन्ज गरेर लाने अथवा पैसा थप्नै पर्छ हैन नयाँ तपाईको सिलप्याक फोन लान नि मिल्यो सेकेन्ड ह्यान्डमा अलि राम्रो फोन लान नि मिल्यो त्यसरी चाहिँ लान सक्नुहुन्छ। यस्ता पुराना फोनहरू छन् भने ल्याउन सक्नुहुन्छ धेरै फोनहरू आएका छन् हाम्रो पसलमा हिजो आज हैन मैले सबैको फोन यसरी एक्सचेन्ज गरिदिएको छु हैन यी अब हुन त त्यो बेलाका राम्रा फोनहरू हुन् कति राम्रा फोनहरू छन् हेर्नुस् अब अहिले चाहिँ यी फोन बनाउन भन्दा यी फोनलाई बेचेर बरु नयाँ फोन एक्सचेन्ज गर्दाखेरि राम्रो हुन्छ जस्तो लाग्छ किन भन्दाखेरि 12,000 को मोबाइलले 13,000 पैसा खाइसक्यो 4 चोटी डिस्प्ले फेरिसक्यो 6 महिनामा 4 चोटी फेरिसक्यो फुट्छ फेरि फेरिन्छ फुट्छ फेरि फेरिन्छ डाटा छन् भनिन्छ निकाल्नै बिर्सिन्छ फोन बनिसकेपछि हामीले चाहिँ यहाँ भएका डाटाहरूलाई गुगल तपाईको ड्राइभमा सेभ गरेर पनि राख्न सकिन्छ फोटो भिडियोलाई अनि यस्ता फोनलाई चाहिँ एक्सचेन्ज गरेर चलाउन पनि सकिन्छ। तपाईहरुसँग पनि छन् भने लिएर आउनु होला हाम्रो पसल पोखरा पृथ्वी चोक भित्र रहेको छ बिजनेस कम्प्लेक्स मार्केट भित्र मोबाइल होलसेल मार्केट भित्र तपाईले सम्पर्क गर्न सक्नुहुन्छ व्हाट्सएप नम्बर मैले तल दिएको छु तपाईहरुसँग छन् भने यस्ता फोन लिएर आउनु होला मैले चाहिँ उचित मूल्य दिनेछु तपाईलाई अरु पसलले भन्दा अलि धेरै दिनेछु हैन अनि तपाईले एक्सचेन्ज गर्न चाहनुहुन्छ भने नयाँ फोन चाहिँ तपाईलाई म उपलब्ध गराउनेछु।